ल है त गाइस यहाँ चाहिँ नि एउटा खोला रहेछ है नि त चुम्मी खोला है नि त चुम्मी खोला है नि त यही खोलामा हो कि चुम्मी खोला होइन के खोला हो नि यो गाइस कमेन्ट गर्नु होला है त के होला है त यो खोला जाने बेला भयो चलो ल त गाइस भागेर आयो है हाइट थाक्यो आयो स्कुलको नाम के रहेछ हामी एउटा स्कुलमा छौँ है गाइस श्री शाहिद स्मृति पिक्चर रहेछ चाहिँ आउने रे अहिले त गाइस हामी स्कुल त छिरिसकेको छ है हजुर बाबा बाबा मान्छे धेरैजना स्कुल हो रे लाइब्रेरी रहेछ त्यो चाहिँ है त गाइस हामी एउटा स्कुलभित्र छिर्सकेको छ नाम चाहिँ नि अब लेखेको रहेछ तर थोरै नाम लेख्यो होइन गाइस हामी स्कुलभित्र छिर्सकेको छौँ यो स्कुलको नाम चाहिँ नि के थियो क्या मैले भुलेको गाइसहरू हजुरहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला है ल है त हट हट ठुलो रहेछ स्कुल हेर्नु न ठुलो रहेछ एकदम आउँदैछु कति ठुलो है फुटबल ग्राउन्ड भलिबल ग्राउन्ड सबै रहेछ यहाँ चाहिँ भलिबल कोर्ट सबै है त गाई क्लासरूम अनि यो ग्राउन्ड क्लासरूमै यो होस्टेल गर्ल्स होस्टेल अरे यहाँ क्लासरूम सबैमा क्लासरूम चाहिँ क्यान्टिन जस्तो क्लासरूमै रहेछ अनि यहाँ चाहिँ हल रहेछ बइज होस्टेल यो चाहिँ गेटवे यो चाहिँ बाटो रहेछ यो चाहिँ यता पारिपट्टिको यो चाहिँ यता हाम्रो उतापट्टि भयो ल विद्यालयको नाम है स्कुल भयो ल विद्यालयको नाम श्री शाहिद स्मृति सेकेन्डरी स्कुल है ल है त ल चाहिँ धेरै राम्रो ठाउँ रहेछ त राम्रो एकदम ठुलो विद्यालय रहेछ लास्ट हुन्छ पनि हुन्छ गाई चाहिँ त्यहाँ ग्राउन्ड नै रहेछ कि ठुल्ठुलो ग्राउन्ड रहेछ है हेर्नु सक्नुहुन्छ कस्तो राम्रो फुल रहेछ क्या अन्त खतरा फुल रहेछ है त गाइस यहाँ भन्नु ला पहिल्यै भन्छु हेर्नु सक्नुहुन्छ गाइस यहाँ चाहिँ नि है क्लासरुमभित्र चाहिँ यस्तो पेन्टिङहरू रहेछ पेन्टिङहरू रहेछ क्लास कति रहेछ 4 रहेछ होइन टेबलहरू रहेछ 6 को 7 को 8 को 9 को 10 को 11 को 12 को लेखेको रहेछ है क्लास 1 12सम्म पढ्नु पर्दो रहेछ यता गाइस राम्रो रहेछ क्या क्लासमा यहाँ चाहिँ नि है भेजिटेबल्स चाहिँ यहाँ चाहिँ फ्रुट्सहरू है धेरै राम्रो क्लासहरू रहेछ है यहाँ चाहिँ नि राम्रो रहेछ ठाउँ त्यो त्यही गयो क्या त्यही गयो राम्रो रहेछ ठाउँ त गाइस चाहिँ हाम्रो नेसनल ड्रेस नेसनल कलर है नेसनल स्पोर्ट नेसनल फ्लावर नेसनल फ्ल्याग यो चाहिँ हाम्रो नेपालको झन्डा राष्ट्रिय पन्छी नि छ है त राष्ट्रिय जनावर है गाई रहेछ त चाहिँ गयो त गाई चाहिँ हामी यहीँ बस्ने रहेछौँ यसो यहीँ बस्ने रहेछौँ र हामी इन्जोय गर्ने है आशा छ राम्रो हुन्छ होला है त गाइस हामी यहाँ बस्न लागेको छ है
अब हामी यहीँ बसेर चर्च पढ्नु अनि पानीपुरी खानु छ यहाँ चाहिँ सामान है गाइस इन्जोय द भ्लग है पान्डा हालेर है